हेलो गाइजहरु हामी कहाँ जान लाग्यो रे हामी चम्पली बाइक जान लाग्यो सर्टाइ पछाडी हाम्रो सौगत हाम्रो अहिले राइडरमा हाम्रो हामी त्यही चम्पली हात्तीवनसम्म हामी बाइकमा त्यसपछिबाट हामी हिँडेर जान्छ होला चम्पलीसम्म अलिकति हुन्छ आज आइतबारको दिन बिदाको दिनलाई कसरी युटिलाइज गरौँ भनेर यसो हामी तिन दाजुभाइहरू सौगत हामी कहाँ आइपुग्यो हामी चाहिँ अहिले चम्पादेवी हाइकिङ रुटमा हिँड्दैछौँ बाटोहरू राम्रो रहेछ है अहिले अस्तिको पालि आउँदा हामी बाइकमा आएको थियो यो रोड हुँदै आएको थियो यो रोड हुँदै ध्वस्त थियो रोड त अहिले त बरु ठिकै बनाएछ अनि यो सिँढीहरू पनि राम्रो बनाएछ अहिले अनि यो यस्तो डढेलो लाग्नु कारण के भन्न चाहन्छौ तिमी यो लगाएकै हो साथी होइन अब किन लगायो भन्दा चाहिँ एकदम हरियाली पछि राम्रो होस् भनेर हो क्या हो र गाउँघरतिर एकदम लगाउँछ नि त यो घाँसहरू चाहिँ राम्रो आओस् भनेर ओजा तिम्रो भनाइ के छ आज तिमी हाइकिङ आउनुको कारण के हो धेरै नै जिउ दुख्न थाल्यो होइन ए अल्छी भएर जिउ सुतेर जिउ दिनु थाल्यो सुतेर भन्नाले हप्तामा 5 दिन कुर्सीमा बस्नु 8 घन्टा 18 to 5 40 hours कर्पोरेट जब ल्यान्ड ट्याङ हानेर अनि मागिदिएको अनि त्यस्तै छ है अब त्यस्तो छ सौगत अब हामी माथि जङ्गलमा गएर भेट्छौँ होइन आफ्नो ठाउँमा गएर ओके सौगत फर्किम है छाडा बोल्यो सौगतले ओइ क्या होइन अनि नबुझाइहेरि यस्तो टाङ्नुको कारण चाहिँ के हो बुद्धिस्टहरूले नर्मल्ली जङ्गे तिमी बुद्धिस्ट र हिन्दुजम दुइटै फलो गर्छौ होइन के भन्न खोज्यो त यसले तिमीलाई अब थाहा भने यसो खोलिदेऊ नि त यो 7वटा कलर हुन्छ होइन तर यसको पनि त्यो छुट्टै हुन्छ कि अब यसको छुट्टै मिनिङ छ कि तर त्यति डिटेल्समा पनि मलाई थाहा छैन कि तर मिनिङ चाहिँ हुन्छ कि त्यसको त्यो उता लेखेको छ नि त हेर त सानो अक्षर छ नि त्यसमा त्यो मन्त्रहरू लेखेको हुन्छ क्या 7वटा उसमा यो खतरा डढेलो लगाइरहेछ डढेलो त वाइल्ड आइदिएछ त त्यो भेन्दर पड्के खाँदा हामीले चाहिँ अब टिकटकमा त अब 30 मिनटको बाटो भनेको थियो यो बाटो 30 मिनटको जस्तो त छैन है त्यता हेर त हाम्रो माथि रहेछ है अब पुग्न पर्ने झुक्कायो कि के हो अब हामीलाई अब यहाँ पुग्नु पर्ने उकालो त अझै 1 घन्टा लाग्ला जस्तो छ डढेलो लगाइरहेको छ निभाउन गएको हो कि होइन पुलिसहरू यार निभाउन लगाइरहेछ निभाइरहेछ यार के हेरेको सौगत डढेलो लगा हो कि निभा हो यसो हेरेको क्या डढेलो त अब जानी लगाएकै हुनुहुन्न त अब यो अलि कन्ट्रोल वेमा भएन भनेर मान्छे आएर निभाउनु खोज्छ साथी यस्तो ठाउँमा आफै लाग्दैन नि डढेलो सौगत केही बोल न कस्तो फिल भइरहेछ अहिलेसम्म ठिकै छ जे होस् पहिला यस्तो फर्स्टमा हिँड्दा जतिको थाहा लाग्थ्यो अहिले चाहिँ अलिक कम लागिरह अनि बाघ साग आउँछ होइन कतिको डर लाग्छ बाघ भालु बाघ भन्दा पनि यहाँ बाघ आउला जस्तो चाहिँ मलाई लाग्दैन चितुवासम्म आउला कि तर अब दिउँसै त अलि नआउला
हामी त्यही तिनजना छौँ अब आए पनि अब अनि बाघै आयो भने तिमी के गर्न चाहन्छौ बाघ आयो भने तिमी के गर्थ्यौ सुरुमा भन त बाघै आए पनि खासै अब तिनजना भएको ठाउँमा अलि झम्टिन आउनु चाहिँ अलिक सक्दैन अब कि भाग्छ कि अब जिस्काउनु चाहिँ हुँदैन हामीले मेन कुरो जिस्काउनु भएन उसलाई आफ्नो बाटो हिँड्न दिनु पऱ्यो सक्यो सबै एनिमल्सहरूको आफ्नो आफ्नो ल हामी लाइफ हुन्छ नि कहाँ आइपुग्यौँ राम्रो रेस्ट गर्ने ठाउँ आइपुग्यौँ अब हामी यहाँ रेस्ट गरेर एकदम राम्रो हट रहेछ अझै माथि छ है माथि छ यहाँ पुग्नुपर्ने लगभग हामी 50% आइपुग्यो ल अब हामी रेस्ट गर्छौँ अनि बिस्तारै माथि पुग्छौँ होइन सौगात हजुर के हो सौगात घुम्ने जस्तो भने यो रिमको फुल फर्म के अरे रिम भन्नाले अब मलाई चाहिँ के लाग्यो भन्दा अब एकदम लजिकली सोच्दा होइन अब रिम भनेको चाहिँ एकदम गोलो गोलो घुम्ने कुरो टाइपको हुन्छ नि ए बाइकको रिम बाइकको त्यो भने गाडी लजिकली सोचेको तर यो भने घुम्ने ठाउँ भन्न खोजे जस्तो लाग्यो क्या मलाई रिम भरेको र गुगल हेरौँ न 100 मिटर भन्यो है 100 मिटर कति मिनटमा पुग्ला त सौगात अब हामी 15 मिनट आई थिङ्क ल 30 ल सौगात भन अतिशले 30 तिमीले 15 कसरी 30 कसरी 15 एक्सप्लेन गर त मलाई अब इट्स जस्ट हन्ट हो यो होइन जे पनि हुनसक्छ अब हामी गफ गर्दै बिस्तारै हिँड्यौँ भने तिमीलाई सौगात नेपाल बस्न किन मन नलाग्यो रे नेपाल त अब यस्तो भयो अब काम गरेको अनुसार पैसा पाइएन होइन अघि भनिरहेको थियो त तिमीले यस्तो घाम लाग्छ यस्तो उकालो देख्छ लाग्नको लागि चाहिँ अब यस्तो घाम लाग्यो होइन घाम लाग्यो अब यस्तो उकालो छ मलाई नेपाल बस्न मन लाग्यो सक्यो होइन त्यो भने एउटा त एकदम लजिकल अब त्यो हाँसो लाग्ने कुरा हो तिम्रो जलाले त मार्यो त हेर त साथी एकलट अनेस्टली अब के हो भन्दा मैले त्यत्रो आइटी कम्पनीमा काम गरेँ 9 महिना खटिएँ होइन लास्टमा मैले के पाएँ जम्मा 15,000 स्यालेरी 15,000 स्यालेरी भन्दा एक बढाएन होइन जब म इक्जामको लागि लिभमा बस्दा मलाई अब नआइज भन्छ नआइज भन्यो मलाई अब इक्जाम सकेपछि कोही मान्छे गएन झन् अनि अब यसले कामसाम जाने भनेर मलाई बोलाइरहेको थियो अब म त्यति स्यालेरीमा म आउँदिनँ भने होइन अब बोलाएँ अब जे भयो नि अब ल कामसाम खोज्नुभन्दा त्यही पुरानो काम गरिदिउँ भन्ने सोच पनि आएको थियो तर खासै स्यालेरी बढाउने कुरै गरेन सो अब अर्को कम्पनीमा काम पाएँ भनेर मैले गफ हानेर वर्क एक्सपिरियन्स ल्याएँ भन्छ अति स्याड एकदम स्टोरी एकदम स्ट्रगलवाला स्टोरी छ सो यस्तो सुनेर चाहिँ अलि नरुनु होला त्यही भएर यस्तै अलिकति फ्रेस हुनलाई हाइकिङ आएको फ्रेस हुनलाई नै हो ल हुन्छ ठिक छ केही छैन हामी खाजा खाएर चिल हान्दै उता चाहिँ के छ अर्को ज्याक हो रमाइलो भयो सौगात रमाइलो भइरहेछ अब नेक्स्ट टाइम कहाँ जाने प्लान छ सौगात तिम्रो हो केही एक दुई शब्द भन नि त अहिले आजको दिन कस्तो लाग्यो तिमीलाई आज अलिक बेसी बोला न सौगात के सुन्न त बोला सौगात राम्रै भइरहेको बाँकी नै छ अनि तिमी अहिले किन पल्टेको सौगात आइएम इन लभ विथ नेचर ए अनि तर आइएम इन लभ विथ नेचर भनेर त अतिसँग छौ त तिमी कतै अतिसँग त होइन नि होइन साथी ए ल थ्याङ्क यू है क्ल्यारिफिकेसनको लागि डोन्ट गो द्याट नेगेटिभ फेरि नेगेटिभ सोध्छ नि त फेरि यता सौगात हेर्ने कतिले हो र नेगेटिभ सोध्छ एक दुई शब्द भन त एक दुई शब्द ल
जिफी है ओजा फर्ममा छ है जिफी त्यस्तै छ है फेरि हाम्रो यो सुताइ चाहिँ फेरि त्यस्तो छ है माथि त्यस्तै छ घाम छ म्युजिक बजिरहेछ त्यस्तै छ यस्तो छ ल बाई ल हामी फाइनली चम्पादेवी टेम्पल यता हाम्रो अतिश स्वागत थकित अवस्थामा स्वागत के भयो तपाईँलाई धेरै पछि हिँडेको ओजा चाहिँ हजुर हेलो अब हामी के गर्ने अब हामी लाग्दिने कि चल्दिने चेत्तिने भने के हो के भन्छ जाउँ